मुभी हेरेर रुदा 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 आकाश सुन्नेर बिचरा म्यामको हालत खराब भएको छ होला बाजे दुईटै सुन्ने रहेछ त्यही त यस्तो आँसु पुग्दा किन मोटो बाचा पनि हामीहरू चाहिँ लामो समयबाट वेट गरिरहेको मुभी गौथली मुभी कहिले लाग्छ होला यो मुभी भन्ने मलाई उत्सुकता भइरहेको थियो कि सो फाइनली हिजो चाहिँ साउनको 1 गतेबाट चाहिँ मुभी सुरु भइसकेको छ मुभी लागिसकेको छ सो म चाहिँ फर्स्ट डे नै मुभी हेर्न गएको मुभी चाहिँ यस्तो बवाल छ नि यो मुभीको स्टोरी लाइन एक्टिङ अनि सिनेमेटिक अनि त्यो लोकेसनहरू एभ्रिथिङ यस्तो वान पिस छ यो मुभी चाहिँ यो चलचित्र यति मार्मिक छ नि यति इमोसनल छ यसको हे भगवान अनि हामीहरू चाहिँ यो मुभी हेर्दा 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 रोएर म चाहिँ अलि मलाई चाहिँ यसरी आँसु चाहिँ झ्याप्पै आउँदैन त बट मन चाहिँ एकदमै गाँठो मन गाँठो भइरहेको थियो सो म्याम चाहिँ यति रुनु भयो है पुरा बक्काने रुनु भएको थियो कि त्यो एकदमै त्यसको त्यो जुन सिनहरू त्यो म के बयान गरौँ तपाईँहरू चाहिँ मुभी हेर्न जानु होला एकदमै राम्रो छ यो मुभी हेर्न जानुभयो भने तपाईँहरूलाई केही पछुतो चाहिँ हुँदैन यो मुभी हेर्न जानुभयो भने तपाईँहरूलाई आफ्नो सो म चाहिँ तपाईँहरूलाई यो मुभी चाहिँ एकचोटि हेर्नु होला भनेर रिकमेन्ड गर्न चाहन्छु जसरी भए पनि टाइम म्यानेज गरेर हेर्नु होला यति राम्रो मुभी चाहिँ हामीहरूले छुटाउनु हुँदैन सो बाई एभ्रिवान